राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनवाई आज हुँदैछ। सहकारी ठगीको अभियोगमा पूर्वपक्षका लागि थुनामा रहेका लामिछानेलाई गैरकानूनी थुनामा राखेको दावी गर्दै उनका तर्फबाट श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी थिइन्। उक्त निवेदनको प्रारम्भिक सुनवाईका लागि आज पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। यसअघि रविले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलका आदेश विरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ। उच्चको आदेश बदर गरी थुना बाहिर राख्न माग गरिएको निवेदनको टुङ्गो लाग्न समय लाग्ने देखेपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन्। बुटवलको सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत रूपन्देहीले रविलाई 1 करोड धरौटीमा रिहा गरेको थियो, तर उक्त आदेश तुलसीपुर उच्च अदालतको बुटवल इजलासले चैत 22 गते बदर गरेर थुनामा